Hi everyone, welcome to my YouTube channel. नेपालको हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाको चाहिँ आज हामी भ्रमण गर्न जाँदैछौँ। आउनुहोस् हामीसँगै जाउँ है। हामी चाहिँ पोखरादेखि 6 जना भएर बाइकमा जाँदैछौँ र हामी चाहिँ जाने बेलामा चाहिँ हामी अलि लेट भयौँ। हामी चाहिँ 3 बजेतिर मात्रै पोखरादेखि हिँड्यौँ र करिब 3 घण्टाको लामो सफरपछि हामी म्याग्दी जिल्लाको सदरमुकाम बेनी भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ र हिँड्दा हिँड्दै बाटोमा हामीलाई पानीले पनि पछ्याउँदै आइपुग्यो र सिमसिम पानी परेको हुनाले रेनकोट लागेर हामी चाहिँ हिँड्नुपर्ने भयो। अहिले रातिको 7:30 भएको छ तर हाम्रो यात्रा भने अझै जारी नै छ है। बाटो चाहिँ बिचबिचमा अलिक अफरोडहरू पनि थियो तर पहिलाभन्दा चाहिँ धेरै राम्रो बाटो भइसकेको रहेछ। फाइनली हामी चाहिँ रातिको 10 बजे चाहिँ जमसम आइपुग्यो र आज यहीँ बस्ने निर्णय गरियो र भोक लागेर हामीहरू डिनर गर्दैछौँ होटलमा। आज चाहिँ हाम्रो बास चाहिँ जमसममै हुने भयो र भोलि बिहानै हामी सबैले उठेर चाहिँ हामी मुक्तिनाथ दर्शनको लागि जाँदैछौँ। साथीहरू हेर्दै गर्नुहोला है। र भोलिपल्टको चाहिँ हाम्रो सुरुवात हट लेमन टीबाट चाहिँ सुरु भयो रे। मौसम चाहिँ एकदम चिसो थियो, थोरै घाम पनि लागिरहेको थियो तर हामी न्यानो न्यानो लुगाहरू लगाएर हामी चाहिँ अरू केही नखाइकन खाली पेटमा दर्शन गर्न जाने भनेर चाहिँ हामी लाग्यो। हामी चाहिँ यो होटलमा चाहिँ बसेर चेकआउट गरेर अहिले चाहिँ प्याक हुँदैछ। प्याकिङ गरेर अब चाहिँ हामी मुक्तिनाथ जान्छौँ दर्शनको लागि। यहाँ भान्जाहरूले प्याकिङ गर्दै हुनुहुन्छ। अब चाहिँ हामी आउनु साथीहरू, अबको यात्रा चाहिँ हाम्रो जमसमको मुक्तिनाथ हुँदैछ है। वाउ साथीहरू, भ्यू हेर्नुहोस् है। हामी त मन थाप्नै नसकेर बिच बाटोमा बाइक रोकेर भए पनि हामीले चाहिँ जमसम बजारको चाहिँ भ्यू हेरौँ। गीत छ नि जमसमै बजारमा 12 बजे हावा सरर हो, यो गीत चाहिँ ठ्याक्कै गीत गाउनु भएको रहेछ। चाहिँ हामी बिहान सबैले हिँडेर होला, हावा भने अलिक कम लागिरहेको थियो। Like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums
hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. Maybe next. Wow guys, look at the view. What a beautiful. जिन्दगीमा एकचोटि चाहिँ आउनै पर्ने ठाउँ है. इट्स अमेजिङ अमेजिङ. हामी जति नै बाटो अगाडि बढ्दै गयौँ त्यति नै भ्यू चाहिँ आमामामा माई गॉड, इट्स ब्युटिफुल. एकदम मनै शान्त, आनन्द, खुसी लाग्ने छ. चिसोको त कुरै नगर्नु साथीहरू. -8 डिग्री सेल्सियसको टेम्परेचरमा हामी चाहिँ हिँडिरहेको छौँ. तर जति माथि बढ्दै गयो घाम चाहिँ अलिअलि लागिरहेको थियो, तर जाडो चाहिँ नेक्स्ट लेभल थियो है साथीहरू. अहिले चाहिँ माथि बाइक गाडीहरू जान नदिँदो रहेछ. हामीले चाहिँ तलै पार्क गरेर चाहिँ हामी वक गरेर जाँदैछौँ मुक्तिनाथ मन्दिरमा. अनि यहाँ देख्न सक्नुहुन्छ मुक्तिनाथ बजार. हामीले चाहिँ पूजा गर्नको लागि चाहिँ सामग्रीहरू यहीँ तलबाट किनेर चाहिँ अघि लाग्यौँ. आफू चाहिँ सिडी चढेर हामी मुक्तिनाथ मन्दिरमा चाहिँ जानुपर्ने हुन्छ. हामीलाई चाहिँ करिब आधी घन्टाभन्दा बेसी लाग्यो, किनभने कतिपय मान्छेहरूलाई चाहिँ अब अलिकति माथि हाई अल्टिट्युड लागेर चाहिँ लेक लाग्न सक्छ. त्यसैले हामी चाहिँ बिस्तारै बिस्तारै बस्दै हामी चाहिँ हिँड्यौँ. यहाँ देख्न सक्नुहुन्छ मेरो दिदी, दाई अनि म. हामी चाहिँ बिस्तारै बिस्तारै भ्यूहरू हेर्दै जाँदैछौँ साथीहरू. मुक्तिनाथ नेपालको मुस्ताङमा रहेको एक पवित्र तीर्थस्थल हो, जुन 3710 मिटरमा अवस्थित रहेको छ। यसलाई चाहिँ विशेष गरी हिन्दूहरू र बौद्धहरूले चाहिँ दुवैले सम्मान गर्छन्। मुक्तिको स्थान वा मुक्तिको देवता भनेर चिनिने यस स्थलमा चाहिँ 108 पवित्र जलधाराहरू छन् र अनन्त ज्वाला र अद्भुत हिमालय दृश्यहरू पनि
देख्न पाइन्छ, जसले गर्दा चाहिँ शुद्धिकरण र मुक्तिको प्रतीक हो भनेर चाहिँ मान्ने गरिन्छ। मुक्तिनाथ मन्दिर दर्शन गरे पश्चात चाहिँ हामीहरू खाना खान लाग्यौँ। भन्छन् नि भजनभन्दा भोग मिठो भनेर हामीलाई चाहिँ त्यस्तै भइरहेको थियो। हामी होटल मोनालिसामा खाना खाइसकेर अब तल झर्ने तयारी गर्यौँ। साथीहरू, हजुरहरूलाई भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, माया दिनु होला है त। Thank you for watching. Bye everyone.